अनि मैले पनि एउटा सर्ट किनेँ 7,500 रुपियाँ बिल आयो आउनु चाहिँ 9,000 आएको थियो 7,500 बिल आयो डिस्काउन्ट गरेर अनि यहाँले चाहिँ आफ्नो तर्फबाट एउटा पाइन्ट भाइको लागि गिफ्ट गर्नुभयो धेरै धेरै धन्यवाद है साउजी धेरै धेरै धन्यवाद निकाल्दिउ नि एउटा जुत्ता निकाल्दिउ ल जुत्ता पनि प्लस भयो फेरि ल जुत्ताको साइज कति होला कन्भर्स निकाल्दिउ न कालो निकाल सेतो होला कालो तलको नभए ब्लू टाइपको यो पनि राम्रै छ ए भनेपछि जुत्ता पनि फ्री जुत्ता पनि दिनुभयो उहाँले सबै हेर्नु सबैजनालाई यहाँ एकदम मनाकारी साउजीकोमा दियो भाइलाई ठिक हुन्छ कति नम्बर लगाएको छौ अहिले तिमीले साइज मेरो विचारमा तपाईलाई ठिकै हुन्छ होला त्यही पनि चेक गर्नु कति नम्बर लगाएको छौ कुन चाहिँ है म हेरिरहेको थिएँ टिकटकमा पनि आइरहेको थियो देखिरहेको थिएँ एकदम राम्रो सुर छ उहाँको एकदम मन पर्यो मलाई म त बिगेस्ट फ्यानै भइदिएँ हजुर पुरै खोल्नुपर्छ क्या साइज भएन फ्यान जता गयो त्यो त फ्यान दिनु एक स्टेप बढ्यो राम्रो लाग्यो हेर्नुहोस् त कन्भर्सको साइज एक स्टेप बढ्यो आई थिङ्क हुन्छ जस्तो लाग्छ हुन्छ सानो हुँदैन ल मुजा पनि कति बाक्लो फ्ल्याट खुट्टा छ नि त त्यही भएर ठिक त हुन्छ बिस्तारै खोला बाबु भाइले उपहार दिनुभयो एउटा पाइन्ट जिन्सको पाइन्ट अनि एउटा जुत्ता कन्भर्स जुत्ता उपहार दिनुभएको छ साउजीलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु यो उपहार भाइको लागि हो ल ठिक छ नि ल हुन्छ है साउजी धन्यवाद यो लोकेसन भनिदिनु न एकचोटि यो लोकेसन हाम्रो गङ्गोबु चोकबाट ठमेल जाने बाटोमा तपाईँ आत्मज्ञान भन्छ यसलाई आत्मज्ञानको बिल्डिङमा छ ठ्याक्क बरर हाउस मुनि है ल कन्ट्याक्ट नम्बर पनि राखिदिएको छ है त तपाईँलाई केही सामान चाहियो भने चाहिँ ठ्याक्कै कन्ट्याक्ट नम्बरमा फोन गर्नु होला कोछराया कालसिता तर्केको मृत्यु पछि धरतीमा फर्केको अब रुना धर्केर मरेपछि खुसी नै खुसी मिल्छ होला र मर्ने जति कोही पनि आउनन् फर्केर मर्ने जति कोही पनि आउनन् फर्केर ल हामी चाहिँ अनि भाइको लागि कपडा किनिदिनको लागि भनेर आएका थियौँ यो आत्मज्ञानको बिल्डिङको तलतिर रहेको यो के पसल जङ्गल फेन्सीमा आएका थियौँ यो चाहिँ गङ्गोबु चोकदेखि ठ्याक्कै रिटर्न जाने यो बाटोमा पर्छ र उहाँले चाहिँ हामीले चाहिँ सर्ट र भेस्ट किनिदियो भाइलाई तर उहाँले चाहिँ आफ्नो तर्फबाट एउटा पाइन्ट पनि उपहार दिनुभयो अनि एउटा जुत्ता पनि उपहार दिनुभयो म धेरै धेरै धन्यवाद दिन चाहन्छु ल विनोद भाइलाई चाहिँ आज सपिङ गराउँदै हुनुहुन्छ हजुर सरले अब भाइ चाहिँ ह्यान्डसम देखिनेवाला छ यो गानु त्यो आउटर हलमा त्यस्तो छ मतलब यो भित्रबाट उलाउने भेस्ट टी सर्ट लाउने अलिक फिटिङमा अनि बाहिरबाट खुल्ला साडी खालको आउटर टाइपको ठिक छ साइज ठिक भयो विनोद भाइ हो नि त्यो पुरानो त प्याक गरेर लाउनु पऱ्यो होइन त्यो ए लिएर जाने भयो बहिनी यो त्यो प्याक गरिदिनु न त्यो पुरानो भाइको प्याक गरिदिनु पऱ्यो है अलि सानो फेरि एक चल्दैछ अलि खुल्छ कि नि